हाई गाइज गुड इभिनिङ हो आज मैले केही पाइनँ कि अन्त मैले नि मिन्तीको लाइफमा गएर चाहिँ नि डिस्टर्ब गरेको छैन अन्त रिसिएर चाहिँ रिसेको छैन तर रिसिएर चाहिँ लाइफबाट चाहिँ हटिएर चाहिँ लेफ्ट भएर चाहिँ अन्त लाइफबाट हटिएर पनि मिन्तीलाई फोन गरेर भनेको छु नि त अब म तपाईँको लाइफमा जोइन गर्दिनँ के भन्छ त्यो मान्छेले त्यस्तो त्यस्तो भन्यो मलाई तर पनि तपाईँले मेरो सपोर्ट गर्नु भएन होइन भनेर भनेको छु होइन अब के भन्छ काम कसो भनेर फोन काट्यो होइन त्यहाँदेखि मिन्तीले कल गरेको छ 5 पल्ट फोन गरेन मैले उठाएको छुइनँ अन्त भोइस मेसेज पनि पठाइरहेको छैन उठाएको छुइनँ अन्त म तपाईँलाई घर जान्छु होइन तर घर गएर चाहिँ तपाईँलाई रियाक्सन देखाएको छु मिन्तीको रियाक्सन कस्तो हुन्छ अन्त मलाई मार्छ लाग्यो मलाई मिन्तीलाई प्राङ गरेको छु मलाई मार्छ म तपाईँलाई भन गरेर देखाउँछु ल मिन्तीको रियाक्सन चाहिँ कस्तो हुँदो रहेछ भनेर हाई गाइस अहिले पनि मिन्तीले मलाई 5 पल्ट फोन गरेँ होइन मैले फोन काटेको छु म घरमा गएर चाहिँ घरमा जान्छु घरमा गएर चाहिँ मिन्तीको रियाक्सन हेर्छु मिन्तीको रियाक्सन हेरेर चाहिँ मलाई मिन्तीले के भन्दो रहेछ तपाईँलाई पनि देखाउँछु ल स्टे ट्युन विथ मी मेरो फर्स्ट प्राङ्क कस्तो जान्छ हाई गाइस मिन्ती चाहिँ मतलब धेरै स्याड छ होइन सी इज रियली स्याड कि होइन भने सबैले इग्नोर गरे पनि आज मैले चाहिँ इग्नोर गरेको छुइनँ मिन्तीलाई हो अझ कल गरेको छ काटेको छु कल गरेको छु काटेको छु मलाई चाहिँ भोइस रेकर्डिङ पठाइरहेको छ होइन के भन्छ मैले त्यस्तो चाहिँ के गरेँ मलाई मतलब त्यस्तो चाहिँ मैले के गरेँ जेन कारण चाहिँ तँ मसँग बोलेको छैनस् भनेर होइन अन्त सरी अन्त थ्याङ्क यू सो मच भनेर पठाइरहेको छ ल मैले गाइस और ये मेरा प्रैंक में सूरज भैया भी साथ दिया है। अभी सूरज भैया को फोन किया था मिंदी ने और सूरज भैया ने वो बोला सूरज भैया आपने क्या बोला मिंदी को आई एम ड्राइविंग यार मैं ड्राइविंग कर रही हूँ तो फोन पे फोन किए जा रहे हैं मैं सूरज को बोला ना और चिड़ी हो गई मैं जाके मिंदी का रिएक्शन दिखाऊंगी आप लोगों को एकजना होइन दुईजना तीनजना के भन्नु तपाईँले भन्न त मलाई के कुरामा चाहिँ मलाई म कति चाहिँ उयो गर्नु मन इट्स नट प्राङ्क नै त बहिनी मलाई मन दुख्यो कसम रुयो त किनकि मिसा भए म मान्छु कंट्रोल कर कैसे लगा मेरा पहला प्राइम सक्सेस हुआ कि नहीं हुआ प्लीज कमेंट डाउन म रुँदै थिएँ रुँदा आएर मेयरले पनि भन्नु दिदी किन कमेन्ट के भन्नु आँखामा के बस्यो भन्नु प्रैंक इज बिग प्रैंक गाइस मेरो प्रैंक चाहिँ सक्सेसफुल भयो हैन मिन्दी चाहिँ रिसाएन म रिसाएको थिइनँ म रुँदै थिएँ मलाई त्यो मान्छेलाई ब्लक पनि गरेछ हैन तर त्यो मान्छेलाई पनि सरी अनब्लक गर्दा हुन्छ फेरि हो ब्लक पनि त्यसलाई मैले के भने कहिले गर्दा मेरो उयो मेरो बहिनीको बिचमा झगडा भएछ कहिले भएको छैन भनेर के भन्यो मैले त्यसलाई त्यसले भन्यो ठिकै छ सरी अबदेखि होइन मलाई ब्लक गर्छ भने गर भने ल गरिदिन्छु भने गरिदिएँ मैले त मेरोमा आज गेम थिएन अघि लाइभमा पनि मैले कति कराएँ मलाई याद छ हाल्ने गेम थिएन त्यो हेर्दा अन्त सेभ हुँदैन सेभ होइन हाल्ने गेम थिएन कि त्यो बेला चाहिँ मैले मिन्तीलाई प्राङ्क गरेको मेरो प्राङ्क इज सक्सेसफुल गाइस आप लोगों को मैं दूसरा प्रैंक देता वेरी वेरी मिन्तीले यति त लाग्दा भोइस रेकर्डिङ पठाएको छ क्या अगर मैले त्यो हाल्नु पाएँ भने चाहिँ दोस्रो फोनबाट रेकर्ड गरेर भए पनि हालिदिन्छु म सबैलाई पठाएको छु रिसले तीनजनालाई पठाएको तीनजनाको नामले तीनजनालाई पठाएको छु के गरेँ मैले यस्तो इसलिए होगा सूरज भैया ने मिश्रा भाई ने सूरज भैया को फोन किया था सूरज भाई ने नहीं उठाया फोन उनका भी म तीनजनालाई पठाएँ मैले के चाहिँ गरेँ मैले यस्तो बता न मलाई मैले के गरेँ भनेर हो त मन दुख्दैन म सबैलाई माया गर्न खोज्छु छैन अब गाइस देखो लोग सब में वायरल हो रहा है और हम लोगों को भी ये काम नहीं करना है वायरल होना है और कोई नहीं मेरा प्रैंक करने का फर्स्ट प्रैंक है ये सक्सेसफुल रहा तो सेकंड प्रैंक होगा स्टे ट्यून विद अस बाय बाय थैंक यू ये प्रैंक के चक्कर में रुला दो इंसान को सॉरी 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 मैं सोचा रही था सॉरी
मैले भर्खर पनि किन नभनेको त कि ट्युसन किन भने किनकि म चाहन्न कि उता कतै बस भनेर नभनेको नि त सक्सेसफुल बाई बाई